सो मच, धेरै धेरै धन्यवाद यति धेरै माया दिएकोमा। उहाँ हुनुहुन्छ हाम्रो मिस प्रेरणा। मेरो छोरी चाहिँ पहिला लाट्रममा बस्दाखेरि उसँगै ट्युसन आन्थ्यो, धेरै वर्ष जति पनि यहाँ बस्यो उसँगै पढ्यो, धेरै राम्रो पढाउनुहुन्छ। अनि आज चाहिँ उहाँ हो साँच्चै त्यही भएर चाहिँ यहाँ पठाउँथ्यो त। अनि आज चाहिँ ठिक्कै उहाँको बर्थडे पनि रहेछ, ठिक्कै हामी पनि आएको, धेरै धेरै राम्रो लाग्यो, हामीलाई बोलाउनु भयो, धेरै धेरै राम्रो लाग्यो। थ्याङ्क यू भेरी मच वन्स अगेन। birthday to you. Happy birthday to you. Happy birthday dear Prerna. Happy birthday to you. May God bless you. May God bless you. May God bless you, Prerna. Happy birthday to you. आज चाहिँ हाम्रो कहाँ गयो हो गिफ्ट? गायब भएछ, मैले हेरेको त। मम्मीलाई देऊ छोरी, आऊ आऊ मम्मीलाई दिने, आऊ न आऊ न। ह्याप्पी बर्थडे मम्मा। सानो सानो माया माया ठुलो माया हो नि, सानो माया नि धेरै ठुलो माया हो। अनि उहाँले के भन्नुहुन्छ? मेरोतिरबाट पनि सानो टोकन अफ लभ है। थ्याङ्क यू सो मच। आज चाहिँ उहाँले टिचर हुनुहुन्छ नि त, अनि तपाईहरुलाई पक्रिन देऊ अरे हो। देऊ न पक्रिन्छ गरे के? पाहुनाहरु चाहिँ यस्तो चाहिँ पक्रिन्छ गरे के छोरीले? अझै नानी नै थियो। उहाँको बर्थडे विश गर्ने चाहिँ सिर्फ बच्चा पार्टी, ठुलो मान्छे चाहिँ सायद हामी मात्रै होला है। अनि एकदमै खुसी छु उहाँको घरमा आएको छु। ठिक्कै हेर्नु त आज बर्थडे रहेछ, आजको दिनमै पुगे। अनि तपाईलाई धेरै धेरै माया है। धन्यवाद छ धेरै। अनि मेरो पनि एउटा जिनिस एकैछिन है। यहाँ आऊ न, यहाँ म खोलिदिन्छु। यहाँ आऊ। ला फेक्दिएको रिस उठ्यो। यहाँ आऊ, यहाँ आऊ, उठ त यहाँ आऊ त। फोटो मात्रै खिच्देऊ ओ कान्छी चाहिँ हो हाम्रो मिस प्रेरणाको छोरी। अस्ति मसँग ललिपप भन्ने नानी ऊ नै हो है। ऊ चाहिँ अस्ति शिलङ गएको थियो नि त, त्यतिखेर मैले भेटेको थिएँ। मम्माले खोल्नुहुन्छ नानी, मम्माले खोल्नुहुन्छ है। यहाँ चाहिँ सबैजना छ मिस प्रेरणाको स्टुडेन्टहरू है, सबैजना बर्थडे विश गर्नुको लागि आएको थियो। आरुष ऊ आयो आयो नानी, तिम्रो प्लेट आयो। पहिला नानीले खाने अरे के, फर्स्टमा चाहिँ नानीलाई चाहियो अरे। होइन हामीलाई यस्तै कम्फर्टेबल छ, केही छैन। हुँदैन न, यही छोड्दो न, होस् न बसेर खाओस्। ल अब चाहिँ हामी खाना खाना स्टार्ट गर्नु लागेको हो। यहाँ चाहिँ यति धेरै आइटमहरू छ बाबा, के देखाउनु यार। फर्स्टमा चाहिँ म देखाउँदैछु यहाँ फिस फ्राई है। वर्षा लामाको भ्लगमा पनि आउने छ, म पनि देखाइदिन्छु। ओ प्रेरणा, अच्छा अच्छा प्रेरणाकोमा आउँछ। वर्षाकोमा पनि तपाईहरुले अरु अरु कुराहरु देख्नु पाउनुहुन्छ। यहाँ चाहिँ प्रेरणाहरुकोमा पनि हेर्दिनुहोस्, टमाकोमा धेरै माया दिनुहुन्छ है। दाल यहाँ रहेको छ, दाल यहाँ चाहिँ भन्दैछु हेर्नु। यहाँ प्रेरणाको के टाइप के छ अरे नाम, प्रेरणा प्रधानको एकाउन्ट पनि तपाईहरुले हेर्नुस् है। उहाँलाई पनि माया दिनुहोस् ल, बोल्नुहोस् हजुर। ल म चाहिँ कन्टिन्यू गर्छु। यो चाहिँ मेरो चाहिँ यो है फेभरेट नेपाली अचार। दुईटा रहेछ अझै यहाँ पनि। यहाँ चाहिँ रहेछ मुला र आलु। यहाँ चाहिँ खालि त्यो मुला हो, यता आलु। अच्छा के खानु त, मैले पनि बनाएको हो त। यहाँ चाहिँ छ आलु, यहाँ चाहिँ रहेछ मुला। मुला र आलु, उता छ आलु र मुला। अर्को आइटम यहाँ चाहिँ फिस करी। अनि नेक्स्ट यहाँ चाहिँ रहेको छ पुलाव कलरफुल। यहाँ चाहिँ छ प्लेन राइस, भात अनि प्रेरणाको भ्लगमा चाहिँ देख्नु भएन होला हजुरहरूले। यहाँ चाहिँ छ म चाहिँ एउटा एक्स्ट्रा देखाउँदैछु है। यो चाहिँ हो पापड, पापड गिर्यो, दारू गिर्यो। अनि अझै एक्स्ट्रा देखाउँदैछु है, उसको भ्लगमा चाहिँ योहरू देख्न पाउनुहुन्न। यहाँ चाहिँ छ स्यालेड,
अनि पानी बिचारा इम्पोर्टेन्ट चिज सबभन्दा पहिला आएको चिजलाई बिर्सेको हेर त ल अब चाहिँ के छ दादालाई मैले बिर्सिनँ। उहाँ चाहिँ हुनुहुन्छ मिस प्रेरणाको बाबा हाम्रो वर्षा लामाजीको दाइ पर्नुहुन्छ है उहाँ चाहिँ अनि उहाँले चाहिँ स्टार्ट गर्नुभयो वर्षा लामाको दाइ वर्षा लामाको दाइ अब चाहिँ स्टार्ट गरिदिउँ है भन्नु चाहिँ ल अब चाहिँ हामी स्टार्ट गरिदिन्छ है हस् ओ मैले चिकन देखाउन बिर्से वर्षा यहाँ चाहिँ छ लोकल देशी मुर्गी है अघि हामी आउँदाखेरि उ त्यहाँ खडखडाइरहेको देखेको छौँ अहिले त यहाँ बाटीमा आइपुगेछ खाना चिसै गराउँछ मलाई म कहिले खाउँ भइसक्यो खानुहोस् न प्लिज स्टार्ट दादाले ल धन्यवाद छ अब चाहिँ हामी खानेछु खाएको त के देखाइरहनु पर्यो र है खानेछु हामीलाई होइन